सम्मान्य सभामुख महोदय, माननीय हर्क राज राईले राख्नुभएका जिज्ञासाहरू सीमा मिचिएको विषय इत्यादि बारे नेपाल सरकारको धारणा माननीय परराष्ट्र मन्त्रीज्यूले एकपटक होइन पटक पटक स्पष्ट पारिसक्नु भएको हुनाले त्यसलाई मैले दोहोर्याउन परेन। रक्षाको बजेट पुस्तिका अहिले उपलब्ध नभएको भए त्यसलाई तदारुकताका साथ उपलब्ध गराउनको लागि म ध्यानाकर्षण गराउने नै छु। अबन्डाको विषय हुन त यो सम्बन्धित मन्त्रालय होइन, अबन्डा यसको निरपेक्ष धारणा नहुन सक्ला, आवश्यकता अनुसार यसलाई राख्न सकिन्छ। विभिन्न मन्त्रालयहरूलाई फ्लेक्सिबिलिटी चाहिन्छ, डिजास्टरहरू आउँछन्, क्राइसिसहरू आउँछन्, आकस्मिक आवश्यकताहरू हुन्छन्, त्यसको लागि त्यो फिस्कल रुम राख्ने चलन आफैमा नराम्रो होइन। मूल प्रश्न चाहिँ संसदप्रति त्यो उत्तरदायी हुन्छ कि हुँदैन, पारदर्शी छ कि छैन, र मान्यज्यूले इङ्गित गर्न खोज्नु भएको यसको कतै दुरुपयोग हुन्छ कि हुँदैन भन्ने कुरामा चाहिँ हामी सजग हुनुपर्छ। अर्थ मन्त्रालय स्वयंको दशकौँको अभ्यास छ, ठुलै रकम हामीले अबन्डा राख्ने गर्दछौँ, तर त्यसको मोटामोटी आकलन गरेरै राख्ने गरिएको। जस्तो आसन्न निर्वाचन, स्थानीय निर्वाचन अथवा अगाडि सरेर आयो प्रदेश निर्वाचन भने त्यसका लागि हामीले चाहिँ बजेटहरू छुट्याइराखेका हुन्छौँ, तर त्यो विविध अर्थ मन्त्रालयको विविध शीर्षक अन्तर्गत रहेको हुन्छ। नवप्रवर्तन मन्त्रालय नयाँ मन्त्रालय छ, त्यहाँ डिटेलिङ हुन नभइसकेको अवस्थामा चाहिँ यसलाई केही रकमहरू अबन्डामा राखिएको हुनसक्छ। मान्यज्यूहरूले त्यसको थप डिटेलिङ भइसकेपछि जानकारी माग गर्न पाउनुहुने नै छ र सम्बन्धित मन्त्रीले पनि त्यो चाहिँ जानकारी दिनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ। र अबन्डाका केही रकमहरूलाई कहिलेकाहीँ क्याबिनेटले पनि इन्डोर्स गरेको हुनाले त्यो मन्त्री परिषदको निर्णयबाट सार्वजनिकीकरण पनि हुने अभ्यास रहेको नै छ। कर्मचारी इत्यादिलाई ध्यानाकर्षण गर्ने चाहिँ स्पष्टीकरण लिने काम त्यो नियमित प्रक्रिया नै हो, त्यो हुन्छ नै। र यसलाई चाहिँ त्यति ठुलो यसलाई मानवीय त्रुटिका रूपमा हामीले लियौँ भने त्यो धेरै गम्भीर प्रकृतिको नहोला भन्ने निवेदन म मान्यज्यूलाई गर्न चाहन्छु। पार्वती विक मान्यज्यूले सिंहदरबारको पुनर्निर्माणबारे जिज्ञासा राख्नुभएको रहेछ। हामी गम्भीर छौँ। यो कहिलेकाहीँ आइटम वाइज रकम नराखिए पनि समग्र पुनर्निर्माणको शीर्षक अन्तर्गत पनि यी कुराहरू परेका हुन्छन्। जेनजी आन्दोलनपछि धेरै सहरी मन्त्रालय अन्तर्गत, सहरी विकास मन्त्रालय, तत्कालीन सहरी विकास, अहिलेको पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुनर्निर्माणका विषयहरू यसमा सम्मिलित नै छौँ। अरबौँ हामीले यसमा विनियोजन गरेका छौँ। सिंहदरबार जस्तो हाम्रो इतिहास, हाम्रो गौरव बोकेको एउटा प्रशासनिक धरोहरलाई हामी पुनर्निर्माण गर्ने नै छौँ। त्यो मलाई लाग्दछ, मैले चेक गर्न त बाँकी छ, तर कुनै समग्र समष्टिगत विनियोजनमा त्यो सम्बोधन भएको हुनुपर्दछ। माननीय रन्जु दर्शनाले यो पोल्युसनको शुल्क भनेर ₹1.50 लिने गरिन्छ, यो कहाँ गएर खर्च हुन्छ, के हुन्छ भन्ने जिज्ञासा राख्नु भएको छ। पब्लिक फाइनेन्समा एउटा फन्जिबिलिटी भन्ने अवधारणा छ। हामीले विभिन्न नामहरूमा रकमहरू उठाउँछौँ, तर त्यो नामहरूमा उठाइएका रकमहरू गएर छुट्टा छुट्टै पृथक पृथक डालोमा गएर डिपोजिट हुँदैनन्। त्यो समग्र नेपाल सरकारको, हाम्रो राज्यको सञ्चित कोषमा नै गएर जाने हो। यसलाई अलिकति इन्टेलिजेन्टली एलोकेट गर्ने हो। एउटा उदाहरणको लागि बुढीगण्डकी निर्माण भनेर दशकौँदेखि हामीले, कम्तीमा पनि 1 दशकदेखि पेट्रोल डिजलमा तिर्दै आएका छौँ। पछि त्यसको नामाकरण पनि भयो पूर्वाधार शुल्क भनेर, तर त्यो भनेर गएर नेपालमा छुट्टै खाता छैन बुढीगण्डकी भनेर। तर बुढीगण्डकीकै लागि हामीले 45 अर्ब त क्षतिपूर्तिमा मात्रै खर्च गरिसक्यौँ। त्यसैले यो एउटा इन्टेलिजेन्ट एलोकेसन हो, यसमा हामी सजग हुनुपर्दछ। तर आएर मिसिने एउटै डालोमा हो। र वातावरण मन्त्रालय, वातावरण कार्यक्रमहरू, EV एडप्सन, यत्रो क्लिन इन्फ्रास्ट्रक्चरका कुराहरू, एयर पोल्युसनको अबेटमेन्ट, यो सबैमा गरिने खर्चको त्यसको आंशिक भर्थेक यस्तै शुल्कहरूबाट हुने गर्दछ। होइन यो चाहिँ यसरी फलानो नाममा उठाउने, तर त्यति स्पष्ट भएन, पारदर्शी भएन भने हामीले एउटा अर्को अभ्यास गर्न सक्छौँ। यो मान्यज्यूहरूले नै माग गर्न सक्नुहुनेछ, इयर मार्क नै गरौँ न त। एयर पोल्युसनका नाममा उठाइएको रकम एयर पोल्युसनकै कार्यक्रममा यसरी राखौँ भनेर त्यो अपेक्षा राख्नु, त्यो माग राख्नु मनासिब नै हुन्छ जस्तो मलाई लाग्दछ। यद्यपि वर्ल्ड वाइड प्र्याक्टिस चाहिँ यो फन्जिबिलिटीले गर्दा अलिकति गाह्रो चाहिँ हुन्छ, तर गर्न नसकिने भन्ने होइन।
मान्य खड्ग शाहीले गमगढीदेखि चिनिया नाकासम्मको बाटोको कुरा राख्नु भएको छ। मान्यज्यूले बजेटमा बोलेको कुरा यता नआएको हो कि भन्ने जिज्ञासा राख्नुभयो। बजेटमा बोलेको कुरा यो वक्तव्यमा उल्लेखित कुराहरू चाहिँ लगभग यसको क्वाजाई लिगल स्ट्याटस हुन्छ। यसमा बोलिसकेपछि यसको कानुनी आधार तय हुन्छ र त्यसै अनुरूप विनियोजन गर्ने अख्तियारी पनि प्राप्त हुने भए हुनाले यसलाई पूर्वाधार मन्त्रीले पनि मलाई लाग्छ धेरै नै उदारतापूर्वक आउनुहोस् छलफल गरौँ, मुलुकको लागि आवश्यक कुनै पनि पूर्वाधार छ भने म अर्को 3 वर्षको मेरो रोस्टरमा पारेर यसलाई अगाडि बढ्छु भनेर भन्नुभएको छ। मैले वाचन गरेकै वक्तव्यमा उल्लेख कुराहरूको पनि त्यो चाहिँ अर्ध कानुनी हैसियत हुने भएर त्यसलाई विनियोजन गर्न त्यति असुविधा नहुने भएर यसलाई अब यहाँ असहज मानेर पटक पटक यही एउटै विषय उठाइराख्न नपर्ला। आउनुहोस्, बसौँ, कुरा गरौँ, विनियोजन हुन सक्ने, खर्च गर्ने हदसम्म, खर्च गर्न सकिने हदसम्म यसको सम्बोधन गर्न सकिन्छ जस्तो मलाई लाग्छ। मान्य भरत पराजुलीले तातो पानी नाकाको बारेमा जिज्ञासा राख्नुभएको छ। अर्थ मन्त्रालयको यसमा ठुलै चासो छ। त्यो एकीकृत संरचना बन्यो भने हाम्रो राजस्व प्रशासनलाई सहयोग हुन्छ नै। भूकम्पपछि अलिकति यसमा कम मेहनत गरिएको हो कि भन्ने आशंकालाई म पुनः बुझ्ने नै छु। बोर्डरमा भएका हाम्रा संरचनाहरू एकतर्फी भन्दा पनि यो रेसिप्रोकल अरेन्जमेन्टबाट अगाडि जाने हुँदछ। हाम्रो तर्फबाट पनि पहल गर्ने, चिनिया साइडबाट पनि उत्तिकै तदारुकता भइदिएन भने चाहिँ त्यो रेसिप्रोसिटीमा म्याचिङ नहुने हुनाले यसमा ठ्याक्कै के भएको हो हामी बुझौँला। तर बनाउनु पर्ने संरचना एउटा ऐतिहासिक नाकाको रूपमा परिचित तातोपानी नाकालाई हामी विकास गर्ने नै हो। अलिकति चिनिया साइडबाट भूकम्पपछि चाहिँ रसुवातिर बढी प्राथमिकता दिइएको हो कि भन्ने चर्चा हामीले अनौपचारिक रूपमा बुझ्ने गरेका छौँ। यसलाई हामीले संवाद मार्फत, स्थलगत निरीक्षण मार्फत नै सम्बोधन गर्न सक्छौँ जस्तो मलाई लाग्छ। यो प्राथमिकता नभएको होइन। विस्फोटक पदार्थको विषय अलिकति संवेदनशील छ। सशस्त्र द्वन्द्वको बेलामा सायद यो नेपाली सेनाले अलिकति नियन्त्रण र अनुशासनका हिसाबले अपचलन दुरुपयोग नहोस् भन्ने हिसाबले यसलाई लिएको हुन सक्दछ। आगामी दिनहरूमा विकास निर्माणलाई सहजीकरण गर्नका लागि के कस्ता विधिहरू नेपाली सेनाकै सुपरिवेक्षणमा, नेपाली सेनाकै निगरानीमा, मोनिटरिङमा पनि अन्य निकायहरूले पनि यसलाई गर्न सक्छन् सक्दैनन्, त्यसका प्रोज कन सम्भाव्यताबारे अध्ययन गर्नको लागि र यसलाई नीतिगत रूपमा सम्बोधन गर्नको लागि नेपाल सरकार खुला नै छ। यसमा संवादबाटै अगाडि बढौँला। मान्य ऐनबहादुर महरले ऋण लिएर देश बन्ने इत्यादि भन्ने थियो। त्यस्तो मैले कहिले पनि निरपेक्ष ढङ्गले बोलेको छैन। मान्यज्यूहरूले कम्प्लिट स्टेटमेन्टहरू हेर्नुहोला। म आफै अचम्मित हुनेछु यदि त्यसरी ब्ल्याङ्केट स्टेटमेन्ट दिएको छु भने। अर्को, ऋण यसपालि 6-7 खर्ब हामीले लिँदैछौँ, तर अघि मैले भनिसकेँ ऋण निरपेक्ष रूपमा आकलन गर्ने होइन। ऋणलाई जीडीपीको सापेक्षतामा विश्लेषण गर्नुपर्ने हुन्छ। इट्स अलवेज डेट टु जीडीपी रेसियो द्याट म्याटर्स। र डेट टु जीडीपी रेसियोको हाम्रो प्रक्षेपण के छ भने अहिलेको भन्दा त्यो बढ्नेवाला छैन। बढ्यो भने पनि असाध्यै मार्जिनल्ली मात्र बढ्नेछ। अहिले हामी 43% अफ जीडीपीमा छौँ। लिन्छौँ भनिएको सम्पूर्ण विदेशी ऋण कार्यान्वयन भएको खण्डमा, शोध भर्ना भएको खण्डमा पनि हामी 44% अफ जीडीपी मात्रै पुग्ने हो। त्यसैले एउटा प्याराडक्स जस्तो लाग्न सक्छ। 7 खर्ब ऋण लिने भनिएको छ, तर डेट टु जीडीपी रेसियो बढ्दैन भन्छ अर्थमन्त्रीले भन्दाखेरि यो अलिकति प्याराडक्सिकल लाग्न सक्छ। तर यथार्थ यो नै हो। यसको आफ्नै मेकानिक्स छ। लिएको धेरै ऋणहरू, पुरानै ऋण तिर्नलाई हामी झन्डै 30 खर्बको दायित्व बोकेर यो बजेट बनाउँदै थियौँ। स्पेसिफिकली भन्नुपर्दा 19 खर्ब 75 अर्बको ऋणको भारी बोकेर यो बजेट बनाउन सुरु गरेका हौँ हामीले। र अनिवार्य दायित्व आफैमा 14 खर्ब जति पुग्ने, राजस्व यसपालि 13 खर्ब पनि ननाग्ने भन्दै गर्दाखेरि यसपालिको बजेट बनाउँदा यो फिस्कल रुम खोतल्नको लागि असाध्यै चुनौतीपूर्ण अवस्थामा हामी थियौँ। त्यसैले यसपालि ऋणको आधारमा होइन, आन्तरिक राजस्व परिचालन गरेर नै हामी विकास गर्छौँ। नेपाली जनताले तिरेको राजस्वकै जगमा यो बजेट कार्यान्वयन हुने असाध्यै महत्त्वाकांक्षी लक्ष्य राखिएको छ। धेरै मान्यज्यूहरूले 1400 अर्ब कसरी उठ्छ भनिराख्नु भएको छ। 1405 अर्ब होइन, 1580 अर्ब छ हाम्रो टार्गेट। र यो उठाउँछौँ र त्यो आत्मविश्वासका साथ हामी अगाडि बढाएका छौँ। त्यो सुशासनको जगमा गर्छौँ, डिजिटलाइजेसनको जगमा गर्छौँ, भलन्टरी कम्प्लायन्सको जगमा गर्छौँ। र अघि मैले अर्थतन्त्रलाई औपचारिकीकरण गरेर सबैलाई ट्याक्स नेटमा ल्याएर
थोपा थोपा उपभोगबाट पनि हामीले ठुलो रकम जोहो गरेर हाम्रो देशको विकास हाम्रै रकमबाट गर्ने सोचबाट पनि यो बजेट अभिप्रेरित भएको कुरा म निवेदन गर्न चाहन्छु। अन्य विवादित प्रसङ्गहरू यो चियाको कपमा ल्याउन खोजिएको तुफान भनेर मैले व्याख्या गरेको छु। यसमा थप टिप्पणी गर्न आवश्यक छैन जस्तो मलाई लाग्छ। शैक्षिक क्रियाकलापबारे शिक्षा मन्त्रीले उल्लेख गरिसक्नुभयो। रोजगारीको विषयमा हामीले यो 6 महिनामा कति सिर्जना गर्छस्, 9 महिनामा कति सिर्जना गर्छस्, 1 वर्षमा कति गर्छस् भन्ने त्यो गलत अप्रोच हो। समग्रमा अघि मैले यो बजेटको पञ्चवर्षीय रोडम्याप बारे स्पष्ट पारेको छु र हामीले वाचापत्र तयार गर्दै गर्दाखेरि हामी 5 वर्षमा 1.2 मिलियन 12 लाख मर्यादित रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ भनेर भनेका थियौँ। यो कुनै हावामा आएको अङ्कलाई टिपेर वाचापत्रमा लेखेको होइन। हामीले पछिल्लो नेपाल लेबर फोर्स सर्वे अध्ययन गऱ्यौँ। कुन कुन सेक्टरमा कतिजना रोजगारी सिर्जना भएको छ अहिले चालु भनेर हामीले हिसाब गऱ्यौँ। 71 लाख श्रम शक्तिलाई 21 वटा सेक्टरमा विभाजन गऱ्यौँ र ती सेक्टरहरूको इम्प्लोइमेन्ट इलास्टिसिटी अफ इकोनोमिक ग्रोथ कति हुन सक्ला भनेर अनुमान गऱ्यौँ। अर्थात् 1% को आर्थिक वृद्धि हुँदा कति प्रतिशतले रोजगारी सिर्जना हुन्छ भन्ने कुराको विश्लेषण गरेर कुनै क्षेत्रमा त्यो बढी हुन्छ, कुनैमा जति वृद्धि भए पनि रोजगारी धेरै सिर्जना नहुन सक्छ। यो सबै विश्लेषण गरेर हामीले चाहिँ यो आकलन गरेका थियौँ र केही नयाँ सेक्टरहरू जस्तो खनिज सेक्टर, जस्तो निर्माण सेक्टर, डिजिटलाइजेसनमा त्यो अघिल्लो श्रम सर्वेक्षणमा जम्मा 60,000 रोजगारी देखाइएको थियो। त्यसमा 10, 15, 20 गुणा नै हामीले वृद्धि गर्न सक्छौँ भन्ने वैज्ञानिक आधारहरू हामीले पेश गरेर त्यसरी आकलन गर्दा करिब 12 लाख रोजगारी सिर्जनाको कल्पना गरिएको छ। बदन कुमार भण्डारी मान्यज्यूले यो एनटिसीको विषयहरू उठाउनु भएको छ। टेक हब अब उपयुक्त स्थान कहाँ हुन्छ बारे त्यसलाई अब नेपाल सरकारले उपयुक्त समयमा निर्णय लिन्छ नै। यो 2 करोडसम्मकोमा पुनर्विचार गरियोस् भनेर भन्नुभएको रहेछ। त्यसको पुनर्विचार हुँदैन। यो बुझेर यहाँले यसको मर्म, यसको मकसद बुझेर राख्नुभयो भने यसको यहाँले समर्थन नै गर्नुहुन्छ होला। झट्ट सुन्दा अघि मैले यसको व्याख्या गरिसकेँ। झट्ट सुन्दा यो 2 करोड भने त ठुलो पुँजी हो, कसले ल्याउन सक्छ भन्ने पर्दा साना साना किसानहरू पनि समूहीकृत रूपमा यो गर्न सक्छौँ। यो कृषि क्षेत्रलाई व्यावसायिकतातिर लानको लागि दर्जनौं विदेशबाट फर्किएका उद्यमीहरूको अनुभवबाट प्रेरित भएर ल्याइएको असाध्यै मौलिक पाइलट कार्यक्रम हो। यसलाई सुधार गर्न सकिन्छ, यसलाई थप उन्नत बनाउन सकिन्छ, थप व्यावहारिक बनाउन सकिएला। तर हाम्रो व्यावसायिकतातिरको यात्रा अब रोकिँदैन। ठुला ठुला सिँचाइ आयोजनाहरू कम्प्लिट गर्ने, 16 घण्टा काम गर्दा पनि हातमुख जोर्ने निर्वाहमुखी कृषिमै आश्रित हुँदाखेरि हामीले कृषि किसानलाई ग्ल्यामराइज गऱ्यौँ, रोमान्टिसाइज गऱ्यौँ, तर उनीहरूको सार मुद्दाहरूमा कहिले पनि सम्बोधन गर्न खोजेनौँ। त्यसैले अहिलेको मकसद भनेको नयाँ नयाँ पाइलट इनिसिएटिभहरूबाट हामीले एक्सपेरिमेन्टेसन गर्दै सिक्दै, यो फेल भयो भने यसलाई फाल्दिने हो, तर यसलाई यसका मिस्टेकहरूबाट सिक्दै पनि अगाडि जानुपर्ने हुन्छ। अन्तमा म केही समापन गर्दै गर्दा सम्माननीय सभामुख महोदय, यो बजेटको बारेमा सबै लुज एन्ड्सहरू, थ्रेड्सहरूलाई एकचोटि जोड्न चाहेको छु। विनियोजन विधेयकमाथिको छलफल टुङ्गिँदै गर्दा छलफलमा सहभागी भई आफ्नो विचार, सुझाव, समर्थन तथा आलोचना प्रस्तुत गर्नुहुने सम्पूर्ण मान्य सदस्यज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। उठाइएका प्रश्नहरू राजस्व, खर्च, ऋण, कर, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, लगानी, उद्योग, ऊर्जा तथा आर्थिक वृद्धिसँग सम्बन्धित छन्। ती सबै महत्त्वपूर्ण छन्, तर म आफ्नो मन्तव्यको प्रारम्भ एउटा आधारभूत प्रश्नबाट गर्न चाहन्छु। हामीले यो बजेट कुन सोचबाट ल्याएका हौँ? हामी केही गम्भीर राष्ट्रिय प्रश्नहरूको उत्तर खोज्ने सङ्कल्पका साथ यो बजेट लिएर आएका हौँ। 1, के हामी आगामी दशक पनि विप्रेषण, आयात र उपभोगकै भरमा अर्थतन्त्र चलाइरहने हो कि उत्पादन, लगानी, नवप्रवर्तन र निर्यातमा आधारित अर्थतन्त्र निर्माण गर्ने हो? यो प्रश्न हामीलाई यसले गोचिराख्यो। दोस्रो, के हामी श्रमिकलाई विदेश पठाउने व्यवस्थापनमै सीमित रहने हो कि सुरक्षित, मर्यादित, बीमायुक्त, कानुनी संरक्षण सहितको औपचारिक श्रम बजार निर्माण गर्ने हो? के श्रमिकलाई
वैदेशिक मुद्रा आर्जन गर्ने साधनका रूपमा मात्र हेर्ने हो कि राष्ट्रिय उत्पादकत्व आर्थिक रूपान्तरणको प्रमुख शक्तिका रूपमा स्थापित गर्ने हो। 3, के हामी किसानलाई अनुदानको लाभग्राहीका रूपमा मात्र हेर्ने हो कि प्रतिस्पर्धी उत्पादक, उद्यमी र समृद्धिको संवाहकको रूपमा स्थापित गर्ने हो। के हामी वन क्षेत्रलाई निष्क्रिय प्राकृतिक सम्पत्तिका रूपमा मात्र राखिराख्ने हो कि हरित औद्योगिकरण, कार्बन अर्थतन्त्र, स्थानीय उद्यम र रोजगारीको आधार बनाउने हो। के हामी व्यवसायलाई अनुमति, स्वीकृति र प्रक्रियाको यो जालमा अल्झाइराख्ने हो कि विश्वास, पूर्वानुमेयता र प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने हो। र सबैभन्दा महत्त्वपूर्ण, के हामी हरेक वर्ष उही समस्याको व्यवस्थापन गर्दै बस्ने हो कि अर्थतन्त्रका संरचनात्मक कमजोरीमाथि प्रहार गर्दै विकासको नयाँ प्रतिमान निर्माण गर्ने हो। के हामी परिवर्तनको कठिन तर आवश्यक बाटो हिँड्न तयार छौँ? के हामी अल्पकालीन लोकप्रियतावाद भन्दा दीर्घकालीन समृद्धिलाई प्राथमिकता दिन तयार छौँ? के हामी यथास्थितिको सहजता त्यागेर सुधारको साहसिक मार्ग रोज्न तयार छौँ? र सबैभन्दा महत्त्वपूर्ण, के हामी आफ्नै पुस्ताले नेपालको आर्थिक नियति बदल्न सक्छ भन्ने आत्मविश्वास राख्छौँ कि राख्दैनौँ? सम्माननीय सभामुख महोदय, बजेटले नेपालको आर्थिक विकासको दिशा, राज्यको भूमिका र अर्थतन्त्रको संरचनाबारे नयाँ सोच प्रस्तुत गरेको छ। यो बजेट नेपालको आर्थिक विकासको प्रतिमान परिवर्तन गर्ने गम्भीर प्रयास हो। विगत 3 दशकमा हाम्रो अर्थतन्त्र मुख्यतः विप्रेषण, आयात आधारित उपभोग र सम्पत्ति मूल्य वृद्धि, एसेट इन्फ्लेसनको आधारमा अघि बढ्यो। यसले अर्थतन्त्रलाई केही समय धान्यो, विदेशी मुद्रा सञ्चिति बढायो र लाखौं परिवारको जीवनस्तर उकास्न मद्दत गर्यो। तर कुनै पनि राष्ट्रले आफ्ना सबैभन्दा ऊर्जाशील युवालाई निरन्तर विदेश पठाएर दिगो समृद्धि हासिल गर्न सक्दैन। कुनै पनि अर्थतन्त्रले उत्पादनभन्दा उपभोगलाई केन्द्रमा राखेर दीर्घकालीन विकास गर्न सक्दैन र कुनै पनि समाजले उत्पादकत्वको स्थानमा सम्पत्ति मूल्य वृद्धिलाई स्थायी आधार बनाउन सक्दैन र कुनै पनि समाजले उत्पादकत्व स्थानमा सक्दैन। त्यसैले आज नेपालको मुख्य चुनौती वृद्धि दर बढाउने मात्र होइन, वृद्धि दरको स्रोत परिवर्तन गर्ने हो। त्यसैले यो बजेटले उपभोग आधारित अर्थतन्त्रबाट उत्पादन आधारित अर्थतन्त्रतर्फ, आयात निर्भर अर्थतन्त्रबाट प्रतिस्पर्धी अर्थतन्त्रतर्फ र विप्रेषण निर्भर अर्थतन्त्रबाट उद्यम, लगानी, नवप्रवर्तन तथा निर्यात आधारित अर्थतन्त्रतर्फको संक्रमणको मार्गक्षेत्र प्रस्तुत गरेको छ। हामीले वितरणमुखी राज्यबाट अवसर सिर्जना गर्ने राज्यतर्फ, संरक्षणमुखी संरचनाबाट प्रतिस्पर्धी संरचनातर्फ र आश्रित मानसिकताबाट आत्मविश्वासी अर्थतन्त्रतर्फको यात्रा प्रारम्भ गर्ने प्रयास गरेका छौँ। बजेटको केन्द्रमा एउटा स्पष्ट विश्वास छ, गरिबी विरुद्धको सबैभन्दा दिगो नीति भनेकै आम्दानी वृद्धि हो। त्यसैले हामीले सामाजिक सुरक्षा कायम राख्दै समृद्धि सिर्जनाको आधार विस्तार गर्न खोजेका हौँ। भोलिको गरिबी रोक्ने आधार भनेको उत्पादक रोजगारी, व्यावसायिक कृषि, प्रतिस्पर्धी उद्योग, गुणस्तरीय शिक्षा, सिप, नवप्रवर्तन र लगानी हो भन्ने विश्वासका साथ यो बजेट निर्माण गरिएको छ। सम्माननीय सभामुख महोदय, बजेटको सबैभन्दा ठूलो विशेषता यसको दिशा हो, यसको डाइरेक्सन हो। यो आर्थिक राजकाजको जहाज मोड्ने भनेर मैले बारम्बार भन्ने गरेको छु। यसले राज्य, बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको छ। सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दाबी गर्दैनौँ। सुधारको यात्रा कहिले पनि पूर्ण हुँदैन, तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौँ। हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ। हामीले लोकप्रियताको सजिलो बाटो होइन, समृद्धिको कठिन बाटो रोजेका छौँ। हामीले खर्चको सूची मात्र प्रस्तुत गरेका छैनौँ, आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेका छौँ। यो बजेट अन्तिम गन्तव्य होइन, उत्पादनमुखी, प्रतिस्पर्धी, नवप्रवर्तनशील, रोजगारीमूलक र आत्मविश्वासी नेपालको यात्रातर्फको पहिलो तर दृढ कदम चाहिँ हो। धन्यवाद।